चितवनको सौरा घुम्न गइरहेको गाडीमा हामी हाई स्पिड कुदाइराख्नु भएको छ हाम्रो गाडी ड्राइभरले। सबै साथीभाइ मिलेर चितवनको सौरा घुम्न गइरहेका छौँ। यसो हजुरहरूलाई भिडियो मार्फत हजुरहरूलाई सौरा हेराउने प्रयास गर्दैछौँ है। यसो हेरेर सहयोग गरिदिनु होला। एकदम हाई स्पिडमा छ हाम्रो गाडी। हामी जङ्गल प्रवेश गरिसक्यौँ। अब जङ्गलमा कताबाट बाघ आउँछ कताबाट भालु आउँछ भन्ने थाहा छैन। डर पनि लागिरहेको छ। पहिलोचोटि जङ्गल सफारीमा हिँड्दाखेरि हेर्दै जानु होला। हामी केही हेराउने प्रयास गर्दैछौँ हजुरहरूलाई। यहाँ हरिण रहेछ लुक्यो। निस्केन डराएर भाग्यो मान्छेहरूको गाडीहरूको आवाज सुनेर। त्यसपछि हामी लाग्यो अबतिर। निकै ठुलो रहेछ। मजाले गाडीमा हिँड्न सकिन्छ। गाडीमा तपाईँको हात्तीमा महँगो हुन्छ। हामीसँग बजेट अलिक कम भएर हामी गाडीमै घुमिरहेछौँ। हामी 6-7 जना साथी छौँ। अब हिँड्दैछौँ। के हेर्न पाइने हो आज फर्स्ट टाइम। सबैजना धेरै खुसी छौँ। जङ्गलभित्र नै एउटा घर रहेछ यहाँनिर। सायद कोही रातिहरू बस्नको लागि हामी पर्यटकहरूलाई बनाइदिनु भएको। गर्मी एकदम धेरै छ है। गर्मी एकदम धेरै छ। जङ्गल चाहिँ अलिकति यता कम रहेछ। जङ्गल कोही घाँस मैदानहरू जस्तै रहेछ। यतातिर खैर जनावरहरू अलिअलि तर जङ्गलभित्र जाँदैछौँ। डर पनि लागिरहेको छ। हात्ती हेर्न पायो। हात्ती र पाउँथ्यो रहेछ। सानो हात्ती हेर्न पायो। कस्तो राम्रो। अझै भित्र जाने प्रयास छ। अब अरू केही आउने हो कि पर गैडा हेर्दैछु पर। गैडा मजाले आफ्नो यतातिर हरिणहरू छन्। हरिणहरू यसो खाना खाँदै। कति धेरै हरिण आमामा अति धेरै रहेछन् नि। कस्तो फुर्ती छ नि कान पुरै ठाडो पारेर हेर्दैछन्। डर पनि लाग्छ कतैबाट बाघ आउने हो कि भनेर। भन्न बाघ चाहिँ आएको छैन। यहाँ मयूर हेर्नुहोस् कति राम्रो छ। मयूर नाचिरहेको छ। ब्युटिफुल मोमेन्ट। लक्कीली हेर्न पायौँ मयूरलाई।
अलिक टाढैदेखि अत्याधिक राम्रो छ। कस्तो दामी हामी एकछिन यहीँ हजुरहरूलाई हेराउँदैछौँ। ब्लगको इन्डिङ आयो। मस्त यति नै हेराउने प्रयास गर्यो हजुरलाई हेरेर सहयोग गर्नुमा